हेलो 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 मेरा अति नै प्रिय र मेरा अति नै आदरणीय मेरा मित्रजनहरू, साथीभाइ, दिदीबहिनी, आमा बुबाहरू, म तपाईहरुलाई सर्वप्रथम म अभिवादन टक्राउँदछु र आज म तपाईहरुको बीचमा यस्तो कुरा तपाईहरुको बीचमा ल्याउँदैछु। यस्तो घटनाको बारेमा म तपाईहरुको बीचमा कुराकानी गर्न गइरहेको छु। यो चाहिँ संसारमा धेरै छापिएको अनि धेरै बिक्री हुने, धेरै पढिएको अनि चाहिँ धेरै भाषामा उल्था गरिएको किताब जुन बाइबल हो, म त्यसको बारेमा तपाईहरुलाई संक्षिप्त रूपमा म तपाईहरुलाई जानकारी दिन चाहन्छु। हैन, यो पुस्तकलाई यति धेरै महत्त्व चाहिँ यो पृथ्वीमा, यो संसारमा यति धेरै महत्त्व किन दियो, के यसको बारेमा तपाईहरु चाहिँ जान्न इच्छा गर्नुहुन्न? के तपाईहरु उत्सुक हुनुहुन्न? यदि तपाईँहरू उत्सुक हुनुहुन्छ भने मेरो कुरा ध्यान दिएर सुन्नुहोस् र तपाईहरूले बुझ्न सक्नुहुनेछ। यो बाइबल भन्ने पुस्तक को केन्द्रबिन्दु र मुख्य भूमिका चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ र प्रभु येशू ख्रीष्टको चाहिँ जन्म अनि चाहिँ उहाँले जिएको जीवन अनि उहाँको मृत्यु, त्यसपछि उहाँ चाहिँ मृत्युपछि चाहिँ बौरी उठ्नुभएका कुराहरूको बारेमा चाहिँ यो किताबमा चाहिँ हामीले पढ्न पाउँछौँ। हैन, प्रभु येशू ख्रीष्टको बारेमा उहाँ जन्मिनुभन्दा धेरै वर्ष अगाडि, हजारौं वर्ष अगाडि उहाँको निम्ति चाहिँ धेरै र विभिन्न अगमवक्ताहरूले चाहिँ भविष्यवाणी चाहिँ गरेका थिए। हैन, उहाँ चाहिँ यसरी जन्मिनु हुनेछ, यसरी उहाँ चाहिँ मर्नु हुनेछ अनि चाहिँ उहाँ चाहिँ मरेको तेस्रो दिनमा यसरी बौरी उठ्नु हुनेछ र यसरी उहाँ चाहिँ उचालिएर स्वर्गमा जानु हुनेछ भन्ने कुराको चाहिँ अगमबाडी चाहिँ पहिला नै गरिएको थियो र त्यही अगमबाडीमा जे कुरा भनिएको थियो र उहाँको जन्म पनि त्यस्तै तरिकाले चाहिँ यस पृथ्वीमा चाहिँ उहाँको चाहिँ जन्म हुन्छ। हैन, कुनै पनि बालक जन्मनको निम्ति पुरुष र स्त्रीको संसर्ग बिना कुनै पनि बालक चाहिँ जन्मिन सक्दैन। हैन, यो सबैले जानेको कुरा हो अनि सबैले बुझेको कुरा हो। हैन, तर हाम्रो प्रभु येशू ख्रीष्ट यस्तो आश्चर्य र यस्तो अद्भुत तरिकाले चाहिँ उहाँको जन्म चाहिँ यस पृथ्वीमा हुन्छ। उहाँलाई जन्म दिने आमा जसको नाम चाहिँ मरियम थियो, तिनी चाहिँ कुमारी र कन्या अनि चाहिँ रजस्वला पनि नभएकी चाहिँ कन्या केटी थिइन्। हैन, अनि चाहिँ त्यस्तो कन्या केटी चाहिँ गर्भधारण भइन्। कसरी गर्भधारण भइन् भने परमेश्वरको पवित्र आत्माद्वारा चाहिँ उहाँ चाहिँ गर्भधारण भइन् र येशूलाई जन्माइन्। हैन, प्रभु येशूलाई चाहिँ तिनले चाहिँ जन्माइन् र जन्मिएपछि प्रभु येशू ख्रीष्ट 33.5 वर्षसम्म यस पृथ्वीमा उहाँले चाहिँ शारीरिक जीवन उहाँले चाहिँ यस पृथ्वीमा चाहिँ जिउनु भयो। शारीरिक जीवन उहाँले यस पृथ्वीमा जिउनु भयो अनि चाहिँ उहाँ चाहिँ यहुदी जातिमा चाहिँ उहाँ जन्मिनु भएको थियो अनि चाहिँ यहुदी जातिको धर्मको कारणले अनि चाहिँ त्यति बेलाका शास्त्री र फरिसी अनि पण्डितहरूले प्रभु येशू ख्रीष्टलाई आफ्नै जातिद्वारा चाहिँ प्रभु येशू ख्रीष्टलाई तिनीहरूले क्रुसमा टाँगेर प्रभु येशू ख्रीष्टलाई तिनीहरूले क्रुसमा मारे। हैन, अनि प्रभु येशू ख्रीष्ट क्रुसमा चाहिँ जब मर्नुभयो अनि चाहिँ उहाँ क्रुसमा मर्नुभयो, टाँगेर तिनीहरूले येशू ख्रीष्टलाई क्रुसमा मारे। यो घटना यही हामी बास गरेको पृथ्वी, हैन, यो पृथ्वीको केन्द्रबिन्दु इजरायल अनि इजरायलको केन्द्रबिन्दु यरुशलेममा घटेको घटना म तपाईहरुको बीचमा चाहिँ लिएर आएको छु। हैन, त्यही घटनाको बारेमा यसै पृथ्वीमा घटेको एकदम दर्दनाक र भयानक घटना
चाहिँ यो पृथ्वीमा चाहिँ घटेको थियो। 2025 वर्ष अगाडि यो घटना चाहिँ यस पृथ्वीमा घटेको थियो। त्यही घटनाको बारेमा म तपाईहरुलाई चाहिँ जानकारी दिइरहेको छु दिइरहेको छु। अनि जब उहाँलाई क्रुसमा टाँगेर मारियो त्यही दिन सारा विश्व सारा विश्व चाहिँ दिनमै चाहिँ अन्धकारमा परिणत भयो दिनमा अन्धकारमा परिणत भयो र धेरै ठाउँमा भुइँचालो गयो, बिजुली चम्कियो। अझै एउटा आश्चर्यपूर्ण कुरा के भयो भने यरुशलेममा परमेश्वरलाई आराधना गर्ने मन्दिरमा 3वटा ढोका थियो। पहिलो मन्दिरको आँगन जहाँ बलिदान चढाइन्थ्यो, अनि चाहिँ दोस्रो चाहिँ पवित्र स्थान भनिने कोठा थियो, अनि तेस्रो चाहिँ महापवित्र स्थान भनिने चाहिँ कोठा थियो अनि चाहिँ दोस्रो कोठा पहिलो कोठामा जहाँ चाहिँ आँगन थियो, मन्दिरको आँगन थियो, त्यहाँ चाहिँ बलिदानका थुमाहरू चाहिँ सेक्रिफाइस गरिन्थ्यो, त्यहाँ बलिदानका थुमाहरू चाहिँ मारिन्थे। अनि चाहिँ दोस्रो कोठा जो पवित्र स्थान थियो, त्यहाँ चाहिँ मन्दिरमा सेवा गर्ने पुजारीहरूले त्यहाँ चाहिँ सेवा गर्ने गर्थे। अनि तेस्रो स्थान को कोठा जो महापवित्र स्थान भनिन्थ्यो, त्यहाँ चाहिँ महापवित्र स्थानमा पर्दा पुजारीहरू रहन्थे। तेस्रोमा पवित्र स्थान जहाँ परमेश्वरको उपस्थिति हुन्थ्यो र त्यो महापवित्र स्थानमा प्रधान पुजारी मात्र सालको चाहिँ एकपल्ट आराधकहरूले आफ्नो पापको निम्ति बलिदान गरेको पशुको रगत प्रधान पुजारीले आफ्नो निम्ति र आराधना गर्ने आराधकको निम्ति पापको प्रायश्चितको निम्ति त्यहाँ महापवित्र स्थानमा राखिएको स्वर्गीय बनावटको नमुनालाई त्यो रगत लगेर त्यहाँ चाहिँ प्रधान पुजारीहरूले छर्किने गर्थे र यति गरेपछि पापको प्रायश्चित हुन्छ भन्ने मान्यता थियो त्यति बेला त्यो मान्यता थियो। त्यो महापवित्र स्थानको ढोकामा प्रधान पुजारीले बाहेक अरूले त्यहाँभित्र नदेखुन् भनेर वर्षेनी त्यो ढोकामा एउटा पर्दा चाहिँ चिप्काउने गरिन्थ्यो र यसरी वर्षेनी पर्दा लगाउँदा त्यो पर्दाको मोटाई 1 हात जति चाहिँ मोटो भएको थियो 1 हात जति मोटो भइसकेको थियो। तर येशूको मृत्यु हुँदा त्यो त्यति मोटो पर्दा फेददेखि टुप्पासम्म आफै च्यातिएर 2 भाग भयो आफै च्यातिएर चाहिँ 2 भाग भयो। यो दृश्यले यही देखाउँछ कि अब प्रधान पुजारी मात्र होइन तर प्रत्येक व्यक्ति त्यो महापवित्र स्थानभित्र प्रवेश गर्न पाउनेछ भन्ने कुरा चाहिँ यसले चाहिँ देखाउँछ। अनि जब येशू क्रुसमा मर्नुभयो अनि उहाँलाई क्रुसबाट निकालेर उहाँको मृत शरीरलाई एउटा चिहानमा लगेर राखियो। त्यसपछि अझ आश्चर्यजनक कुरा के भयो भने उहाँले आफ्नो मृत्यु पूर्व आफ्नो निम्ति भविष्यवाणी गर्नुभएको थियो। मेरा जातिहरूले यहुदीहरूले मलाई क्रुसमा टाँगेर मार्नेछन् अनि चाहिँ म गाडिने छु, तर म गाडिएको तेस्रो दिनमा चाहिँ म फेरि बौरी उठ्नेछु भनेर प्रभु येशू ख्रीष्टले चाहिँ आफ्नै निम्ति उहाँले चाहिँ अगमबाडी गर्नुभएको थियो। र ठ्याक्कै त्यस्तै भयो। प्रभु येशू ख्रीष्ट गाडिएको तेस्रो दिनमा उहाँ चाहिँ मृत्युबाट उहाँ चाहिँ चिहानबाट उहाँ चाहिँ बौरी उठ्नुभयो उहाँ चाहिँ बौरी उठ्नुभयो। उहाँलाई न त मृत्युले छेक्न सक्यो न चाहिँ चिहानले रोक्न सक्यो उहाँ चाहिँ फेरि चाहिँ जीवित भएर उहाँ चाहिँ बौरी उठ्नुभयो।
अनि चाहिँ उहाँ पौडी उठिसकेपछि बाइबलले भन्छ उहाँ चाहिँ मृत्युमा रहिरहनु चाहिँ असम्भव थियो हैन। उहाँ चाहिँ मृत्युमा भइरहनु चाहिँ असम्भव थियो भनेर बाइबलले बताउँछ। अनि उहाँ पौडी उठिसकेपछि विभिन्न चेलाहरूका आफू पौडी उठेको आकाट्य प्रमाण दिन चाहिँ प्रभु येशू ख्रीष्ट विभिन्न चेलाहरूका विभिन्न ठाउँमा चाहिँ उहाँ चाहिँ एकैचोटि एउटै समयमा चाहिँ उहाँ देखा पर्नुभयो हैन, देखा पर्नुभयो। अनि चाहिँ उहाँ पौडी उठिसकेपछि 40 दिन 40 रातसम्म उहाँ चाहिँ यसै पृथ्वीमा उहाँ चाहिँ रहनुभयो। अनि विभिन्न रोगी बिरामीहरूलाई निको पार्दै रहनुभयो, दुर्बल मानिसहरूलाई बलियो बनाउँदै जानुभयो। अनि चाहिँ मानिसहरूलाई स्वर्गको विषयमा उहाँले चाहिँ बताइ नै रहनुभयो। त्यसपछि उहाँ जैतुन भनिने डाँडामा चाहिँ प्रार्थना गर्न जानुभएको थियो र त्यहाँ धेरै मानिसहरूको भिड त्यहाँ थियो, लगभग 500 मानिसहरूको भिड त्यहाँ थियो। अनि प्रभु येशू ख्रीष्टले चेलाहरूलाई आज्ञा दिइसकेपछि उहाँ चाहिँ धेरै मानिसहरूको आँखाको बीचबाट मानिसहरूको सामनेबाट उभो उभो उचालिएर उहाँ चाहिँ बादलमा उहाँ चाहिँ लोप हुनुभयो। अनि पिताको दाहिने बाहुलीपट्टि उहाँ चाहिँ विराजमान हुनुहुन्छ र अहिले उहाँ चाहिँ मानिस र परमेश्वरको बीचमा मध्यस्थकर्ताको काम उहाँले गर्नुहुन्छ भनेर बाइबलले चाहिँ हामीलाई सिकाउँछ हैन। बाइबलले हामीलाई चाहिँ सिकाउँछ यसरी उहाँ जन्म हुनु अनि चाहिँ यस पृथ्वीमा जीवन जिउने तरिका सिकाउनु, पवित्र आफू पवित्र रहेर र यस्तो भयानक मृत्युको कष्ट सहनु अनि पौडी उठ्नु अनि मानिसहरूको सामान्यबाटै उचालिएर स्वर्गमा जानु के यो घटना उहाँको जीवनमा यसै घटेको थियो होला त? कि यसको घटनाको पछि कुनै कारण थियो, कुनै चाहिँ उद्देश्य थियो होला त? हैन, तपाईहरु चाहिँ के विचार गर्नुहुन्छ? मलाई चाहिँ कमेन्टमा बताउनुहोस् प्लिज हैन। अनि बाइबलले के भन्छ भने सबै मानिसहरू पापको दोषी छन् हैन, सबै मानिसहरू पापको दोषी छन् र परमेश्वरको महिमासम्म पुग्नबाट हरेक मानिस चाहिँ वञ्चित भएका छन्। मानिस पाप गरेर पापी भएको होइन हैन, किनकि मानिस चाहिँ पापी स्वभावमै जन्मिएको छ अनि पापी स्वभावमै हुर्कन्छ अनि चाहिँ ऊ पापी स्वभावमै मर्छ हैन। किनकि परमेश्वरले यो पृथ्वीमा यो प्लानेटमा सृष्टि गर्नुभएको पहिलो मानिस आदम र हब्बा हैन, जो पृथ्वीको पहिला मानिस बनाइएका थिए परमेश्वरद्वारा। अनि परमेश्वरले जो मानिसलाई बनाएर उहाँले चाहिँ अदनको बगैँचामा परमेश्वरले तिनीहरूलाई चाहिँ त्यहाँ राख्नु भएको थियो। अनि परमेश्वरले तिनीहरूलाई पृथ्वीमा तिनीहरू फल्दै फुल्दै वृद्धि हुँदै चाहिँ सारा पृथ्वीमा भरिनु र सबै कुरामाथि अधिकार गर्नु भनेर परमेश्वरले तिनीहरूलाई चाहिँ आशिष दिनुभएको थियो। र आशिष सँगसँगै परमेश्वरले त्यो मानिसलाई चाहिँ परमेश्वरले आज्ञा पनि दिनुभएको थियो हैन, आज्ञा पनि दिनुभएको थियो। अनि ती आदम र हब्बाले परमेश्वरको आज्ञा पालन गर्न तिनीहरू चाहिँ चुके हैन, परमेश्वरको आज्ञा तिनीहरूले चाहिँ उल्लङ्घन गर्न पुगे। जब परमेश्वरले दिनुभएको आज्ञा उल्लङ्घन भयो अनि चाहिँ पापले जन्म लियो हैन। पापले जन्म लिइसकेपछि अनि चाहिँ पापको ज्याला चाहिँ मृत्यु थियो
हैन। त्यसैले हरेक मानिसले चाहिँ पाप गरेको छ र परमेश्वरको महिमासम्म पुग्नबाट वञ्चित भएको छ हैन। मानिस के भयो? मानिस जन्मियो अनि मर्यो, मानिस जन्मियो अनि मर्यो हैन। किनकि चाहिँ पापको ज्याला चाहिँ मृत्यु थियो। अनि चाहिँ त्यो आदम र हव्वाद्वारा सृष्टि भएका हरेक मानिसहरू चाहिँ एक पुस्ताबाट अर्को पुस्तामा त्यो पापी स्वभाव, एक पुस्ताबाट अर्को पुस्तामा चाहिँ मानवीय स्वभाव सँगसँगै त्यो पापी स्वभाव पनि चाहिँ के गर्यो? प्रवेश गर्यो र सबै मानिसहरू पापको दोषी भए। अनि पापको दोषी मानिस कोही पनि स्वर्गको भागीदार हुन सक्दैन। किनकि यो विश्व ब्रह्माण्डलाई बनाउने परमेश्वर, त्यो अद्वितीय परमेश्वर, त्यो एलोहिम पिता यति शुद्ध अनि यति पवित्र हुनुहुन्छ। अनि स्वर्ग चाहिँ यति पवित्र छ, त्यो पवित्र नगरमा, त्यो पवित्र परमेश्वर कहाँ पापी मानिस, पापी स्वभाव भएको मानिस चाहिँ प्रवेश गर्न नसक्ने भयो हैन। तर परमेश्वरले आफ्नै स्वरूप र आफ्नै प्रतिरूपमा बनाइएका मानिसहरूलाई आफूसँगै राख्ने जुन परमेश्वरको चाहिँ योजना थियो र पापले गर्दा त्यो योजना चाहिँ के भयो? परमेश्वरको योजना चाहिँ विफल भयो हैन। तर परमेश्वरले आफूले गरेको योजनालाई फेरि सफल बनाउनको निम्ति हैन, उहाँले चाहिँ यस्तो योजना, यस्तो कार्य चाहिँ उहाँले चाहिँ गर्नुभएको थियो ताकि मानिसको पाप क्षमा होस् अनि मानिसले चाहिँ उद्धार र मुक्तिलाई चाहिँ प्राप्त गर्न सकोस् भनेर परमेश्वर स्वयं उहाँ चाहिँ कन्या मरियमको कोखमा चाहिँ उहाँ चाहिँ गर्भधारण हुन आउनुभयो हैन। बिना यो पृथ्वीको पुरुषको संसर्ग बिना एक कन्या महिला पवित्र आत्माद्वारा गर्भधारण भएर अनि उहाँ चाहिँ त्यो कन्या मरियमको कोखमा गर्भधारण भएर बास गरेर चाहिँ उहाँ आफ्नो त्यो जन्मदिनमा चाहिँ यस पृथ्वीमा चाहिँ उहाँले चाहिँ जन्म लिनुभयो। अनि चाहिँ उहाँ चाहिँ येशूको नाउँले उहाँ चाहिँ व्याप्त हुनुभयो हैन। अनि त्यो नाउँ बाइबलले भन्छ सबैभन्दा उच्च नाउँ हो हैन, सबैभन्दा महान नाउँ हो। अनि त्यो महान नाउँ हो। परमेश्वर स्वयं मानिसको रूपमा कन्या केटीको गर्भबाट यस पृथ्वीमा आउनु भएको हो। किनभने पृथ्वीका सबै मानिस पापको दोषी भएको कारणले पुरुषको बिना संसर्गबाट कन्या गर्भधारण भई, किनकि हरेक मानिसमा आफ्नो बुवाको चाहिँ डिएनए हुन्छ हैन। हरेक मानिसमा आफ्नो बुवाको डिएनए चाहिँ के गरेको हुन्छ? त्यहाँ चाहिँ प्रवेश गरेको हुन्छ। तर येशूमा पृथ्वीका कुनै पुरुषको डिएनए होइन, तर परमेश्वरकै डिएनए जो दोषमुक्त, शुद्ध अनि पवित्र र निष्कोट रगत, जो सृष्टिको उत्तम सृष्टि अनि परमेश्वरको अनि चाहिँ सर्वश्रेष्ठ प्राणी मानिसको निम्ति त्यो बुद्धिजीवी प्राणी जो मानिस हो हैन। अनि त्यो मानिस हो, त्यो व्यक्तिको पापको निम्ति कुनै पनि पशु पन्छीको रगतले होइन, तर मानिसको पापको निम्ति मानिसकै निष्कोट बलिदान चाहिएकोले यो योजना परमेश्वरद्वारा नै गरिएको हो हैन, परमेश्वरद्वारा गरिएको हो। त्यसैले उहाँको मृत्युद्वारा, उहाँको रगतद्वारा मात्रै मानिसको पाप क्षमा हुन्छ भनेर बाइबलले बताउँछ। जुन येशूलाई त्यति बेलाका धर्मका ठेकेदारहरूले, भवन निर्माणकर्ताहरूले जुन ढुङ्गालाई रद्द गरे, त्यही ढुङ्गा